फेब्रुअरी 14 अर्थात् प्रणय दिवस भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि यो एउटा विशेष उत्सव हो। यही उत्सवलाई थप स्मरणीय र रोमान्टिक बनाउन रूपन्देहीको भैरवा क्षेत्रका होटेल तथा रिसोर्टहरूले यति बेला विशेष तयारी गरेका छन्। पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन र स्तरीय होटेलहरूको विस्तारसँगै भैरवा पर्यटन हबको रूपमा उदाउँदै गएको छ। यही बढ्दो पर्यटकीय चहल पहललाई थप ऊर्जा दिन व्यवसायीहरूले बजेटदेखि लग्जरीसम्मका लोभलाग्दा प्याकेजहरू सार्वजनिक गरेका छन्। यस वर्ष भैरवाका होटेलहरूले केवल खानपिनमा मात्र नभई साङ्गीतिक माहौल र विलासी अनुभवमा विशेष जोड दिएका छन्। 5 तारे होटेल सिद्धार्थ भिलासाले रोमान्टिक अफेयर्स अन्डर द स्टार्स नाराका साथ विशेष अफर ल्याएको छ। होटेलकी कर्मचारी सुजता सुनारका अनुसार पाहुनाहरूले रुफटप रेस्टुरेन्टमा कम्प्लिमेन्ट्री रोमान्टिक ककटेल, लाइभ रोमान्टिक म्युजिक र भ्यालेन्टाइन पोसाकमा सजिएर आउने जोडीहरूका लागि विशेष उपहार गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। पाहुनालाई एउटै छानामुनि पूर्ण मनोरञ्जन दिने आफूहरूको उद्देश्य रहेको उनले बताइन्। हाम्रो सिद्धार्थ भिलासा टोस्ट रेस्टुरेन्टमा चाहिँ भ्यालेन्टाइनको दिनमा हामीले रोमान्टिक टेबल डेकोरेसन्स र गिफ्ट ह्याम्पर्स र हाम्रो लाइभ म्युजिकमा चाहिँ अंशुमन गुप्ता भनेर गोरखपुरको सोलो फेमस सिङ्गर हुनुहुन्छ, उहाँ आउनुहुन्छ र 5 कोर्स मेन्यूमा एकदमै राम्रो प्याकेज चाहिँ हामीले लभ अन्डर द स्टार भनेर सुरु गरेको छौँ। यस्तै टाइगर प्यालेस रिसोर्टकी कर्मचारी भावना नेउपानेले यस पटकको भ्यालेन्टाइन विशेष रहने बताउँदै द नाइट लभ बिगिन्स शीर्षकमा भारतीय गायक अब्दुल शेखको सुमधुर प्रस्तुति सहित पुल साइड डिनरको भव्य तयारी गरिएको जानकारी दिन्। रिसोर्टले पेय पदार्थमा 50% र स्पामा 20% सम्मको आकर्षक छुट दिएर पर्यटकलाई नयाँपन दिन खोजेको छ। हामी यस 2026 भ्यालेन्टाइन इभ मनाउँदैछौँ, जुन कि फ्राइडेको दिन 13th इभ पुल साइडमा हुन गइरहेको छ। क्यान्डल लाइट डिनर तपाईँको आफ्नो आफन्तहरूसँग, जसमा तपाईँले अनलिमिटेड फुड इन्क्लुडिङ पाउनुहुन्छ, इन्टरनेसनल एन्ड लोकल फुडहरू, जसमा 15+ लाइभ फुड काउन्टर्सहरू अभाइलेबल हुनेछ। लाइभ एमसी, लाइभ म्युजिक विथ अब्दुल शेख, हाम्रो इन्डियाबाट सिङ्गर आउँदै हुनुहुन्छ। 50% डिस्काउन्टेडमा बेभरेज पाउनुहुन्छ भने 20% डिस्काउन्ट स्पा। बजेट र सुविधाको हिसाबले होटेल ल्यान्डमार्कका महाप्रबन्धक मुकेश बानियाले आफूहरूले सबै वर्गका पाहुनालाई समेट्न मात्र 4,999 रुपैयाँमा वाइन, रोमान्टिक डिनर र ब्रेकफास्ट सहितको 1 रात 2 दिनको प्याकेज ल्याएको बताए। भैरवामा बढ्दो होटेलहरूको प्रतिस्पर्धाले गर्दा गुणस्तरीय सेवा र सुलभ मूल्यमा ध्यान दिएको उनको भनाइ छ। आउँदै गरेको भ्यालेन्टाइन डेको प्याकेजमा चाहिँ हामीले चाहिँ एउटा प्याकेज चाहिँ बनाएको छौँ, जसमा चाहिँ हामी स्पेसली कपलको लागि, जसमा चाहिँ उहाँहरू आउने बित्तिकै चाहिँ हामीले वेलकम ड्रिङ्क्स विथ रोजबाट चाहिँ उहाँहरूलाई चाहिँ वेलकम गर्छौँ। त्यस पछाडि चाहिँ हामीले एउटा डेकोरेट गरेको रुम पनि उहाँहरूले चाहिँ प्रोभाइड गर्छौँ। त्यसमा चाहिँ उहाँहरूले पाउनुपर्ने चाहिँ फ्रुट बास्केट, 1 बोतल अफ वाइन्स, अनि अर्को चाहिँ ड्राई फ्रुट्सहरू, त्यो चाहिँ उहाँहरूले चाहिँ पाउनुहुन्छ रुममा। त्यस पछाडि त्यसको अर्को दिन स्पेसल ब्रेकफास्ट उहाँहरूले पाउनुहुन्छ। त्यो दिनको साँझमा पनि उहाँहरूले चाहिँ हाम्रो स्विमिङ पुल एरियामा चाहिँ सेटअप गरेको चाहिँ क्यान्डल लाइट डिनर हामीले खुलाउनेछौँ। अर्को दिन चाहिँ ब्रेकफास्ट। त्यो प्याकेज चाहिँ हामीले 7,999 चाहिँ प्याकेज चाहिँ बनाएको छौँ। होटेल मौर्यले 5,000 रुपैयाँमा रुफटप रेस्टुरेन्टमा डिनर प्याकेज र 10,000 रुपैयाँमा विशेष रोमान्टिक स्टे प्याकेज सञ्चालन गरिरहेका छन् भने बोधी रेडसनले परिवर्तन ब्यान्डको लाइभ पर्फर्मेन्स सहित विशेष इभिनिङको तयारी गरेको छ। यी बाहेक भैरवा गार्डन रिसोर्ट, होटेल निर्माणा, होटेल एसियन बुद्ध, होटेल नान्स, होटेल मेरीगोल्ड लगायत होटेलहरूले पनि प्रणय दिवस लक्षित कार्यक्रम ल्याइरहेका छन्। पर्यटकीय पूर्वाधारको विकाससँगै भैरवाले छिमेकी भारतीय सहरहरू र आन्तरिक पर्यटकहरूका लागि आफूलाई प्रमुख गन्तव्यको रूपमा स्थापित गरिरहेको छ।
भ्यालेन्टाइनको अवसरमा होटेलहरूले सजावट, उपहार, ह्याम्पर र विविध साङ्गीतिक कार्यक्रम मार्फत प्रेमिल जोडीहरूलाई स्वागत गर्न कुनै कसर बाँकी राखेका छैनन्। यी प्याकेजहरूले पर्यटन क्षेत्रमा नयाँ उत्साह थप्ने र भैरवाको पर्यटन हब छविलाई अझै बलियो बनाउने अपेक्षा व्यवसायीहरूले गरेका छन्। समता टेलिभिजनको लागि प्रतीक पौडेलको रिपोर्ट।